व्यक्तित्वहरू, सम्मानित व्यक्तित्वहरू, यहाँहरू सम्पूर्णलाई म यथोचित सम्बोधन गर्दै हजुरहरू सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। विशेष गरी अलिकति म उम्मेदवारका रूपमा आइराख्दाखेरि एकैचोटि नयाँ उम्मेदवार कहाँबाट आयो भनेर त्यस्ता खालका अलिकति समस्याहरू देखिएको थियो। तर त्यसका बावजुद पनि जिल्ला सभापतिज्यूले जुन अग्रज भूमिका, अभिभावकीय भूमिका खेलेर उहाँले एकदमै स्पष्टसँग यो चुनाव जेनजीका कारणले भएको चुनाव हो र यो चुनाव युवाका कारणले भएको चुनाव हो र त्यो कारणले गर्दाखेरि म बाबुलाई सपोर्ट गर्छु भनेर जुन अभिभावकीय भूमिका खेलिदिनु भयो त्यसका लागि मैले यो ड्यासको सदुपयोग गर्दै उहाँलाई विशेष धन्यवाद भन्नै पर्ने हुन्छ। उहाँले एकदमै मलाई अभिभावकका रूपमा जसरी गाइडेन्स गरिरहनु भएको छ, लामो राजनीतिक करियरका बावजुद विभिन्न पार्टीका चाहिँ नेतृत्वमा रहेर विभिन्न चुनावहरूलाई चाहिँ आफैले पूर्व चुनावमा उम्मेदवारका रूपमा त्योभन्दा अगाडि अन्य पार्टीहरूमा रहेर चुनाव हेरिरहँदा, चुनावका चाहिँ कमान्डर गरिरहँदाखेरि उहाँले जुन तौर तरिका सुझबुझले मलाई बाटो देखाइराख्नु भएको छ त्यसका लागि पनि उहाँ धन्यवाद र बधाईको योग्य हुनुहुन्छ। म हजुरहरू सम्पूर्णको तालीको सामग्रीले उहाँलाई एकचोटि फेरि धन्यवाद ज्ञापन गर्न चाहन्छु। विशेष गरी मकवानपुर क्षेत्र नम्बर 2 को सन्दर्भमा क्षेत्र नम्बर 2 का उम्मेदवार भएका हिसाबले म समग्र मकवानपुरकै कुरा गरौँ। काठमाडौँबाट यति नजिक रहेर, सङ्घीय राजधानीबाट यति नजिक रहेर प्रदेशको राजधानी पनि मकवानपुरकै हेटौँडा, तर हामी यसका बावजुद पनि जुन भौगोलिक अवस्था छ, जुन खालका हाम्रा चाहिँ स्रोत साधनहरूको चाहिँ हुँदाहुँदैका बावजुद हामीले प्रयोग गर्न सकेका छैनौँ। हाम्रो अवस्था आजको दिनमा एकदमै दयनीय छ। खासमा हामी सुनको कचौरा समातेर मागिराखेको अवस्थामा छौँ। मकवानपुरको समग्र ठाउँ कतिपय अवस्थामा आज हामी सीमान्तकृत जात जातिको अवस्थाका कुरा गरौँ होइन, तपाईँका त्यसपछि गएर त्यहाँका समुदायका यत्रा जुन खालको भौगोलिक विविधता छ, प्राकृतिक हामीसँग स्रोत साधन छ, 191 समुद्री सतहबाट 191 मिटरदेखि 2488 मिटरसम्मको अल्टिट्युड त्यति भेरिएसन भएको ठाउँलाई हामीले पर्यटकीय रूपमा प्रयोग गर्न सकिरहेका छैनौँ। हामीसँग भएका खानीहरूलाई हामीले प्रयोग गर्न सकिरहेका छैनौँ र यो सबै भएको एउटै मात्रै कारण के हो भने नेतृत्व असल नभएको कारणले मात्र। त्यहाँ जाने मानिसहरू यहाँबाट जसले हामीलाई म तपाईँको नेता हो भनेर गयो, उसले आफूलाई सधैँ नेता ठानिरह्यो, उसले जनताका बिचमा रहेर म भुइँ मान्छेको आवाज बोक्ने मानिस हो भनेर भने र उनीहरूले यस्तो खालको नियमको निर्माण गर्यो। एउटा अफ्रिकी प्रोभर्ब के छ भने यो कानुनहरू भनेको चाहिँ माकुराको जालो जस्तो हो, जहाँ साना साना किराहरू मात्रै पर्छ भनेर भन्छ होइन। यस्ता खालका कानुनको निर्माण गर्ने